प्याज एउटा प्याज अनि 3-4 टमाटर लसुन 3-4वटा अलिकति अदुवा काटेर ठिक्क बनाएको छु। त्यसपछि म पेस्ट बनाउँछु है त अहिले। खोर्सानी पनि लिएको छु, हरियो खोर्सानी पाङ्ग्रा बनाउने। यसलाई अहिले मिक्सरमा पेस्ट बनाउने। त्यहाँबाट पाङ्ग्रा लिएको छु। भातबाट मात्रै भन्नु आउँछ। कोल्ड स्टोरबाट ल्याएको है मैले यो बोइल गर्छु होला। अब यसलाई म सिटी लगाइदिन्छु मजाले। सिटी लगाएर निकालेँ, पखालेँ। त्यहाँबाट मैले यसलाई कैँचीले काटेको त सुई काट्यो अनि चक्कु लिनु मन लागेन। कैँचीले मजाले काटेँ। आफूलाई कत्रो साइज मनपर्छ त्यत्रै। अझै काट्दैछु है त म। अझै काट्दैछु तर मलाई कस्तो मनपर्छ क्या खाजासँग चिउरासँग। पाङ्ग्रा र चिउरा मिठो हुन्छ, मिठो लाग्छ मलाई चाहिँ। अरूहरूले कलेजो पनि मिसाउँछन्, कलेजो चाहिँ त्यस्तो अलिकति गनाए जस्तो लाग्छ मलाई। अनि पाङ्ग्रा काटिसकेँ यत्रो पिस बनाएर। अनि पेनमा तोरीको तेल मनपर्छ मलाई। तोरीको तेल यसो खारिएर अनि मैले जिरा भुटेँ। जिराको दाना भुटेँ। अलिअलि यसको आवाज आउँछ क्या कट गर्छ। प्याजको कलर आउँदैछ रातो हुँदैछ। कलर आयो नि अलिअलि रातो हुन्छ अनि कलर आएपछि ऊ अलिक यस्तो भयो। खोर्सानी जिरा त अघि पनि पड्काएको भएर धनिया मात्रै हालेको छु। अदुवा लसुनको पेस्ट हाल्यो अनि भुट्यो। ल फाइनली यस्तो भयो। ट्राई गर्नु है।